नमस्ते, म सरिता। नमस्ते, म सुजन प्रिमियर युरोबाट। आज हामी हजुरहरूलाई केही इन्फर्मेसन दिनका लागि आएका छौँ, जुनमा प्रिमियरले कसरी काम गर्छ भन्ने कुराहरूको जुन हामीले फ्रिक्वेन्टली हजुरहरूबाट इन्क्वायरीहरू पाइरहेका छौँ, त्यही कुराहरूको जानकारी दिनका लागि यो भिडियो मार्फत हामीले जानकारी दिन प्रयास गरिरहेका छौँ। हजुर, डेफिनेटली हामीलाई एभ्री टाइम जहिले पनि नयाँ भेकेन्सिजहरू हामीले अपलोड गरिरहेका हुन्छौँ। एभ्री क्यान्डिडेट्सहरूलाई सबैजनालाई रिच आउट गर्न कहिलेकाहीँ पोसिबल हुँदैन है। सो त्यो कारणले गर्दाखेरि चाहिँ यो भिडियोबाट हामीले प्रिमियरमा प्रोसेस कसरी स्टार्ट हुन्छ र पेमेन्टको प्रोसिड्युरहरू के कस्तो छ यो कुरा बताउनेछौँ। आशा गर्छौँ कि तपाईँले यहाँ वेट गर्दै गर्नु हुँदाखेरि प्रोबेबली प्रोसेसको बारेमा राम्रोसँग बुझिदिनुहुन्छ होला भनेर म्याम म स्टार्ट गरेँ है त। हुन्छ। सो इनिसियली डिमान्ड्सहरू जब हामीले रिसिभ गर्छौँ, डिफ्रेन्ट डिमान्ड्सहरू रिसिभ गर्छौँ हामीले डिफ्रेन्ट सेक्टरको लागि। मोस्टली तपाईँको हस्पिटालिटी र कन्स्ट्रक्सनको लागि डिमान्ड्सहरू आउँछ। सो वान्स डिमान्ड आउँछ हामीले अपलोड गर्छौँ हाम्रो सोसियल मिडिया पेजेसहरूमा र आफ्टर द्याट यदि सँग रेलिभेन्ट स्किल्स छ भने तपाईँले आएर एप्लिकेसन गर्न सक्नुहुन्छ। फर्स्ट अफ अल एप्लिकेसन गर्दा के लिएर आउनुपर्छ त क्यान्डिडेटले, सो यो कुरा म यही भिडियोको मार्फतबाट अवगत गराउन चाहन्छु। तपाईँको हामीलाई इनिसियली पासपोर्टको स्क्यान, तपाईँको क्युआइडीको स्क्यान, साथसाथै तपाईँसँग सिभी छ भने इट्स ओके, नभए हामी नै बनाउँछौँ, त्यसको लागि पनि केही चार्जेसहरू पर्दैन। तपाईँको एउटा पासपोर्ट साइज फोटो, एजुकेसन सर्टिफिकेट, वर्क रेलिभेन्ट सर्टिफिकेट जे जति छ त्यो लिएर आउनु होला। र कुनै स्किल्स छ भने चाहिँ तपाईँको वर्किङ भिडियो म्यान्डेटोरी हुन्छ है त। सो वान्स हामीसँग यो डकुमेन्ट्सहरू कम्प्लिट हुन्छ, आफ्टर द्याट हामीले फरवर्ड गर्छौँ कम्पनी एजेन्सीलाई। त्यसपछि भनेको तपाईँहरूले इन्टरभ्यू फेस गर्न पर्ने हुन्छ। मोस्टली सबै डिमान्ड्सको लागि इन्टरभ्यू फेस गर्न पर्ने हुन्छ। आफ्टर इन्टरभ्यू तपाईँहरूको सेलेक्सन भइसकेपछि प्रक्रिया के छ त, तपाईँले रिसिभ गर्ने डकुमेन्ट्सहरू भनेको तपाईँको कन्ट्र्याक्ट लेटर र तपाईँको अफर लेटर रिसिभ गर्नुहुन्छ। सेकेन्डमा तपाईँले तपाईँको वर्क पर्मिट रिसिभ गर्नुहुन्छ। आफ्टर वर्क पर्मिट रिसिभल हामी जान्छौँ भिएफएस सबमिसन अर एम्बेसी सबमिसन कन्ट्री वाइज। सो प्रक्रिया जेनरली यो छ र पेमेन्टहरू के कस्तो छ भनेर यसको बारेमा चाहिँ थोरै तपाईँलाई सरिता म्यामले बताइदिनुहुन्छ। ओके, सो फर द पेमेन्ट हजुरहरूले कसरी चाहिँ पैसा भर्ने त भन्दाखेरि चाहिँ टोटल प्लेसमेन्ट फी जति पनि हुन आउँछ, जस्तै कन्ट्री वाइज डिफ्रेन्ट नै छ। सो प्लेसमेन्ट फी हजुरले भर्ने प्रोसेस भनेको फर्स्टमा हजुरले 3टा इन्स्टलमेन्टमा पे गर्ने हो। सो 3टा इन्स्टलमेन्ट कहिलेबाट चाहिँ स्टार्ट हुन्छ त भन्दाखेरि हजुर पहिला सुरुमा सेलेक्सन प्रोसेसको केसमा सेलेक्ट त हुन पर्यो। सो सेलेक्सनमा हाम्रो हात हुँदैन है, त हजुरले नै इन्टरभ्यू फेस गर्ने हो। हामीले कम्पनीसम्म टाइम एरेन्ज गर्ने सबै कुराहरू स्केड्युल कन्फर्मेसनको लागि भइहाल्यो। हजुरले टाइम म्यानेज गरेर आउनु पर्यो। सेलेक्सन हुन्छ, सेलेक्सन पछिको केस भनेको हजुरबाट पुलिस रिपोर्टको कामहरू हुनु पर्यो र तपाईँले अप्लाई पनि गर्नु, यहाँ ल्याएर छोड्न पर्यो। अब पैसा कसरी भर्ने, वन्स हजुरले पुलिस रिपोर्ट सबमिट गर्नुहुन्छ यहाँ, त्यस पछाडि हामीले कम्पनीलाई फरवर्ड गर्छौँ हजुरको पुलिस रिपोर्ट। कम्पनीले तपाईँको नामको कन्ट्र्याक्ट लेटर पठाउनुहुन्छ। त्यो कन्ट्र्याक्ट लेटरमा के मात्र हुन्छ भन्दाखेरि हजुरको सम्पूर्ण कुराहरू, जुन कम्पनीमा हजुर जाँदै हुनुहुन्छ, जुन कम्पनीमा चाहिँ तपाईँको फेसिलिटिजहरू के छ त, त्यो कम्पनीले तपाईँलाई स्यालेरी कति प्रोभाइड गर्दैछ त होइन, वर्किङ आवर कति छ त, त्यो सबै चिजहरू लिगली प्रोसिडरमा। फर इक्जाम्पल क्रोसिया अप्लाई गर्दै हुनुहुन्छ भने क्रोसियामा लिगली तपाईँको अब जस्तै जेनरल वर्करको लागि स्यालेरी कति छ त, अहिले चलिरहेको ग्रस स्यालेरी 950 छ भने त्यो कुराहरू लिगली जति पनि मेन्सन छ त्यो अनुसारले नै गएको हुन्छ। र तपाईँलाई तपाईँ जुन कम्पनीमा जाँदै त्यो कम्पनी कहाँ चाहिँ कुन सिटीमा छ त, त्यो सबै चिजहरू तपाईँले क्लियरली हेर्न सक्नुहुन्छ। न एजेन्सीले तपाईँलाई झुट बोल्न मिल्छ, न तपाईँलाई कम्पनीले कसैले पनि झुट बोलेर पठाउन मिल्दैन त्यो कम्पनी कन्ट्र्याक्टको केसमा है। वन्स कन्ट्र्याक्ट आइसकेपछि हजुरलाई हामी खबर गर्छौँ, हजुर अफिस आउनु पर्यो, पेमेन्ट भर्ने केस स्टार्ट हुन्छ त्यहाँबाट। सो फर्स्ट इन्स्टलमेन्ट भनेको 1500 चाहिँ तपाईँले पहिलो इन्स्टलमेन्ट भर्न पर्यो। त्यो पछि तपाईँले कन्ट्र्याक्टमा साइन गर्नुपर्छ। कन्ट्र्याक्ट हामी कम्पनीलाई फरवर्ड गरिदिन्छौँ, कम्पनीले त्यसपछि वर्क पर्मिटको प्रोसेस गर्नुहुन्छ। सो वर्क पर्मिट आउने टाइमिङको केसमा अब युजली आउने टाइमिङ तपाईँलाई इन जेनरल भन्ने हो भने 45 डेज टु 90 डेज हो। समटाइम्स लाग्छ, त्योभन्दा ज्यादा पनि भइदिन्छ, लाग्या पनि छ हाम्रो केस। हाम्रो एजेन्सीबाट अप्लाई गर्दाखेरि कहिलेकाहीँ 24-25 दिन पनि आएको छ। सो डिपेन्ड्स। अर्को कुरा, वन्स हजुरले वर्क पर्मिट रिसिभ गर्नु भइसकेपछि हामी हजुरलाई खबर गर्छौँ, अगेन आउनु पर्यो अफिस र सेकेन्ड इन्स्टलमेन्ट भर्नुपर्ने हुन्छ। सेकेन्ड इन्स्टलमेन्ट कति भर्ने त भन्दा 2000 रुपियाँ चाहिँ सेकेन्ड इन्स्टलमेन्ट भयो। सो टोटल हजुरको पैसा 3500 हजुरले भिजा लागेर हातमा पासपोर्ट आउन्जेलसम्ममा भर्नु भएको हुन्छ। त्यो पछिको केस भनेको के काम छ त, तपाईँको डकुमेन्ट जति पनि भिजा सबमिसनको लागि पर्मिट भनेको त हजुरको पेपर भिजा भयो, त्यसको आधारमा हजुरले पासपोर्ट भिजा लाउने हो। सो हामीले जति पनि चाहिने चिजहरू हुन्छ, जस्तै भिजा लाउनलाई त तपाईँको डकुमेन्ट, सपोर्टिभ डकुमेन्ट त चाहिन्छ। सपोर्टिभ डकुमेन्ट जति पनि छ निडेड, हजुरले केही पनि गर्नु परेन, सबै हामीले नै गरिदिने हो। सो त्यसको लागि प्रिपेयर गरिदिन्छौँ हामी।
आउने डकुमेन्ट कलेक्ट गर्ने र भिएफएसमा सबमिसन गर्नु पर्यो। अब सबमिसन गर्ने केसमा हजुरलाई भिएफएसले चार्ज गर्छ। भिजा सबमिसन चार्ज 540 रियल लाग्छ। सो अब क्रोएसियाको बेसिसमा है, अब अरू कन्ट्रीको बेसिसमा हो भने जति पनि लाग्छ त्यो पेमेन्ट हामीले नै दिने हो। सो त्यो तपाईँको 3500 हामीसँग छ, त्यही पैसा इन्भेस्ट गर्ने हो, भिएफएसमा जाने, डकुमेन्ट सबमिट गर्ने, भिएफएसबाट पासपोर्ट आउने ड्युरेसन कति हुन्छ, युजली अब प्रोसेस वाइज जाने हो भने एक्सपिरियन्स एज अ प्रिमियरमा चाहिँ कस्तो छ भनेपछि एकदमै फास्ट भनेको 3 डेज, म्याक्सिमम डेज भनेको 16 बिट्विनमा तपाईँको पासपोर्ट फिर्ता आउँछ विथ भिजा। अब थर्ड इन्स्टलमेन्ट कहिले भर्ने त रिमेनिङ ब्यालेन्स भन्दाखेरि चाहिँ वान्स हजुरले पासपोर्ट रिसिभ गर्नुहुन्छ, हजुरलाई टेक्स्ट आउँछ भिएफएसबाट, त्यस पछाडि हजुर गएर पासपोर्ट कलेक्सन गर्नु पऱ्यो, पासपोर्ट आइसकेपछि विथ भिजा आइसकेपछि रिमेनिङ ब्यालेन्स भर्ने है। यही हो 3टा प्रोसेस, पेमेन्ट प्रोसेस चाहिँ हुन्छ। सो म्यामले जति पनि बताइदिनु भएको छ, नर्मली एभ्री कन्ट्रीको लागि सेम प्रोसेस हुन्छ यदि प्रिमियरमा आएर अप्लाई गर्नुहुन्छ। सो यहाँबाट तपाईँले के बुझ्न सक्नुहुन्छ, इनिसियली सुरुमा जब तपाईँ प्रिमियर आउनुहुन्छ तब तपाईँले कुनै पनि चार्जेस तिर्न पर्दैन, किन भन्दाखेरि रिक्वायर्ड पनि छैन होइन, तपाईँहरूको पेमेन्ट मात्र लिएर काम अगाडि बढ्ने त्यो कुराहरू आउँदैन। सो सुरुमा तपाईँहरूको एप्लिकेसन हामीले फरवर्ड गरिदिने हो। आफ्टर द्याट सेलेक्सन भनेको कम्पनीको हातमा हुन्छ र तपाईँको हातमा तपाईँले आफूलाई कसरी प्रेजेन्ट गर्न सक्नुहुन्छ इन्टरभ्यूमा, यो कुरामा डिपेन्ड गर्छ। त्यसमा हामी प्रिमियर युरोको केही पनि हात हुँदैन, यो चाहिँ क्लियर हुनु पर्यो। र आफ्टर सेलेक्सन म्यामले भन्नुभयो सेलेक्सन भएर कन्ट्र्याक्ट लेटर रिसिभ गरेपछि मात्र तपाईँको पेमेन्टको इन्स्टलमेन्टहरू स्टार्ट हुन्छ है त। सो यो बुझिसक्यो। अब अर्को कुरा भनेको क्यान्डिडेट्सहरू आउनुहुन्छ, म्याम मेरो त भिजा लगाइदिनु पर्यो, जसरी पनि लगाइदिनु पर्यो। सो यो कुरा क्लियर गर्न चाहन्छु, क्लियर एन्ड आउट एकैचोटिको लागि सबैजनालाई। कहिले पनि कुनै कन्ट्रीको लागि पनि हामीले 100% भिजा ग्यारेन्टी भनेर भन्न सक्दैनौँ। किन भन्नुहुन्छ, यो एम्बेसीले दिने हो तपाईँलाई भिजा है। सो त्यसमा हामीले जस्ट तपाईँहरूलाई त्यहाँ पुर्याउनसम्म मद्दत गर्न सक्छौँ, हामी त्यसैको लागि नै यहाँ छौँ, तर भिजा ग्यारेन्टी दिन सक्दैनौँ। डेफिनेटली कन्ट्री वाइज कहिलेकाहीँ फ्लक्चुएसन हुन्छ, भिजा सक्सेस रेट यो कन्ट्रीभन्दा धेरै छ भनेर भन्न सक्छौँ, एस्टिमेट गर्न सक्छौँ, तर 100% भिजा ग्यारेन्टी हुँदैन। यो भन्दा भन्दै अब कुरा गरिहाल्यौँ, यदि अप्लाई गर्नुभयो प्रिमियर युरोबाट र तपाईँको भिजा रिजेक्ट भयो भने के छ त प्रोसेसहरू, डेफिनेटली रिफन्डहरू पाउनुहुन्छ र रिफन्डको प्रोसेस के कस्तो छ पनि म्यामले तपाईँहरूलाई बताइदिनुहुन्छ। हजुर, रिफन्ड पोलिसीको केसमा सबैभन्दा डाउट हजुरहरूलाई के हुन्छ भनेपछि पैसा हालिसक्यो, पैसा दिइसक्यो, अब बाँकी बसेको जस्ट इन केस भएन। फर इक्जाम्पल हामीले जति पनि इस्टिमेटेड टाइम एज पर आवर एक्सपिरियन्स हामीले कति महिनादेखि चाहिँ कुन कन्ट्रीको काम चाहिँ कति महिनाभित्रमा गरेको छौँ, छिटोमा कति र ढिलोमा कति भन्ने कुराहरू नि तपाईँहरू अफिस आउँदा पनि हामीले त्यही कुराहरू भनिराखेका हुन्छ। सो इन बिट्विनको केस हो, जस्ट इन केस हजुरले जति पनि हामीले इस्टिमेटेड टाइम दिएको हुन्छौँ त्योभन्दा एक्सटेन्ड भयो भनेपछि प्रोजेक्ट चाहिँ क्यान्सल भयो भने त डेफिनेटली अरू त्यसको वे नै डिफ्रेन्ट भइहाल्यो। तर अलिकति एक्सटेन्ड भयो भने पनि तपाईँहरूलाई डर त हुन्छ नि त, डेफिनेटली एजेन्सीलाई नै डाउट गर्ने, अथवा त्यो यो जेनरली तपाईँले डाउट गर्नुभयो हामीलाई दुःख लाग्यो अथवा हामीले दुःख मान्नुपर्ने केही ठाउँै छैन। इन जेनरल ह्युमन बिङ्स त्यो सबैमा डाउट हुन्छ। अर्को कुरा ल पेमेन्टको केसमा अब तपाईँको फर इक्जाम्पल कन्ट्र्याक्ट आयो, पैसा त भर्नुभयो हजुरले, हामी फेल भयौँ, हजुरलाई पर्मिट दिनै सकेनौँ, प्रोजेक्ट क्यान्सल भयो अरे, एजेन्सी र कम्पनी बिच प्रोजेक्ट क्यान्सल भयो अथवा बाई चान्स एनिथिङ ह्यापन्स। सो त्यो केसले गर्दाखेरि तपाईँको पर्मिट आएन भनेपछि तपाईँको 1500 त तपाईँको पैसा हामीसँग हुन्छ। सो त्यो पैसा हामीले विदाउट डिडक्सन पे ब्याक गरिदिन्छौँ। यो एउटा सेक्योर पोइन्ट भयो जसमा तपाईँको पैसा 1500 छ, पर्मिट नआउन्जेलसम्म भिजा भिजासम्मको त स्योरिटी नै भएन, पर्मिट आउँछ कि आउँदैन भने त डाउट हुन्छ। सो त्यो केसले गर्दाखेरि अर्को कुरा पर्मिट दियौँ हामीले, पर्मिट दिनु भनेको भिजा दिनु होइन, पर्मिट आयो भिजा लाग्छ स्योर हो 100% दिन्छौँ हामीसँग भेकेन्सी छ त्यो पनि होइन। हामीले भिजाको रेसियोमा भिजाको सक्सेसको केसमा फेलियर हामीले पनि पाएको छौँ, हामीले पनि लिएको छौँ। सो त्यो केसले गर्दाखेरि हामीले 99% स्योरिटी भिजामा दिन्छौँ भनेपछि 1% यु नेभर नो, हामी आफै एम्बेसीमा डिपेन्ड हुनुपर्छ, एम्बेसी कसैको सुन्ने होइन। सो त्यो हिसाबले त हामी टोटली उसमा इन्भल्भ हुने हो, उसमा डिपेन्ड हुने हो। सो त्यो बेसिसमा एट लास्टको मोमेन्ट भनेको एट लास्टको काम भिजा दिने नै काम एम्बेसीको भनेपछि हामीले त्यो चिजमा तपाईँलाई 100% हुन्छ भन्नै सक्दैनौँ। सो सेकेन्डको केसमा तपाईँले पर्मिट आयो, पैसा भर्नुभयो, 3500 को त इन्सिक्युरिटी त छ नि त हजुरसँग। सो त्यो 3500 भोलि गएर भिजा लागेन भने प्रिमियरले दिन्छ कि दिँदैन भन्ने केसमा डेफिनेटली दिन्छ, तर त्यसमा सर्टन अमाउन्ट काटिन्छ। अब कति काटिन्छ भन्दाखेरि चाहिँ एउटा अमाउन्ट भनेको तपाईँले भिजा लाउन जानुभयो, भिजा लाग्दाखेरि जति पनि तिर्नुपर्छ एम्बेसीमा तिर्ने चार्ज त्यो हामीले 3500बाटै दिने हो है। त्यो पैसा प्लस डकुमेन्ट बनाउँदाखेरि तपाईँको अनलाइन इन्सुरेन्सहरू काट्न पर्ने हुन्छ, जुन चिज चाहिँ विदाउट इन्सुरेन्स तपाईँको एप्लिकेसन लिँदैन। सो त्यो पैसा भनेको पनि त्यहीँबाट इन्भेस्ट हुने हो। सो ओभरअल चार्जेस तपाईँलाई पर्मिटको पैसा तपाईँको टाउकोमा
हाल्ने, त्यस पछाडि पर्मिटको यति काट्नुपर्छ, हामीले सर्भिस दिएको यति काट्नुपर्छ, पेपर वर्क हामीले यति गरिदियो, यो गर्नुपर्छ, त्यो केही पनि होइन। मात्र हजुरको सर्भिससँग भिजा जस्ट इन केस रिफ्युज भयो भने त VFS एम्बेसीले त तपाईँलाई फिर्ता त दिँदैन। त्यो जति पनि इन्भेस्ट गर्नुभएको हुन्छ त्यो पैसा त नन रिफन्डेबल हो। सो त्यो पैसा एउटा गयो। अर्को भनेको पेपर वर्कको लागि त्यो इन्सुरेन्स काटेको पैसा हुन्छ जुन चिज त्यो नन रिफन्डेबल हो। सो इन टोटल तपाईँको पैसा डिडक्ट हुने भनेको 1000 काटिन्छ 3500मा, र बाँकी बसेको 2500 हामी क्यासब्याक गरिदिन्छौँ। म्याक्सिमम टाइम हामीलाई 2 हप्ता लाग्छ। त्यो किन लाग्छ पनि भनिदिन्छ है त। त्यो 2 हप्ता किन लिन्छौँ भनेपछि रिजेक्सन भयो, रिजन आउँछ एउटा न एउटा, केही न केही त आउँछ। सो रिजन आइसकेपछि हामीले कम्पनीसँग कुरा गर्नुपर्ने हुन्छ। कम्पनीले रिअप्लाई गर्न मिल्छ, रिअपिल गर भनेर भन्यो भने त्यो हिसाबको केसमा पेपर वर्कको लागि हामीले त्यो जुन सब्मिट गर्न रिअप्लाई गर्नलाई पनि पेपर बनाउनु पर्ने हुन्छ। त्यो पेपर पनि प्रोसिडर वाइज हुन्छ। सो त्यसको लागि हो। बाई चान्सको केसमा 2 विक्स, अदरवाइज हामीलाई आजको भोलि रिफन्ड दिनलाई पनि केही गाह्रो छैन। सो तपाईँको इन्सिक्युरिटी ओभरअल प्रोसेसको केसमा हेर्ने हो भने 1000 को भयो, रिमेनिङ 2500 तपाईँको सेक्योर छ, सेफ छ। सो इन्टेन्सनली पेमेन्टको केसमा जति पनि यहाँ अब तपाईँको कतारकै केसमा हेर्ने हो भने थाउजन्ड्स अफ एजेन्सी छ जुन चिज तपाईँको आँखाको अगाडि छ। कतिपय एजेन्सीमा आफै जानुभएको छ, बुझ्नुभएको छ। सबै कुराहरू एजेन्सीको हातमा मात्र पनि हुँदैन, हजुर पनि टोटली इन्भल्भ हुनुभएको हुन्छ त्यो केसमा। एजेन्सीले गर्दाखेरि काम गर्दै जाँदा एजेन्सीले सबैभन्दा पहिला त एग्रिमेन्ट गराउँछ डेफिनेटली तपाईँ र एजेन्सी बिचको। सो त्यो कन्ट्र्याक्टमा चाहिँ कस्तो खालके चाहिँ तपाईँको टर्महरू राखेको छ त होइन, रिफन्ड पोलिसी कस्तो छ त, तपाईँबाट चाहिने चिज के हो त, हो त्यो चिजहरूको लागि ट्रान्सप्यारेन्ट एग्रिमेन्ट छ कि छैन त्यो एउटा तपाईँले पनि विचार गर्न पर्यो। टोटली तपाईँ र एजेन्सी इन्भल्भ हुन्छ विदेश जाने केसमा भनिसकेपछि एजेन्सीको मात्र कहिले पनि दोष हुँदैन कि, हजुरको पनि दोष हुन्छ। किनभने तपाईँ पनि इन्भल्भ हुनुभएको छ। तपाईँको आँखा अगाडि भने तपाईँलाई आँखा बन्द गरेर त ल्याब चाहिँ हनाउँदैन अफकोर्स। सो यो चिजहरूमा चाहिँ आफू पनि अलिकति क्लेभर हुनु पर्यो है, यो नै हो। हजुर एक्ज्याक्टली। सो बेसिकली क्यान्डिडेट्सहरू अब अहिलेको टाइममा आएर तपाईँले कसैको भकाउमा आएर एप्लिकेसन गर्नुहुन्छ भने आई डोन्ट थिङ्क द्याट इज अ गुड डिसिजन। तपाईँ आफैले एक्सप्लोर गर्न सक्नुहुन्छ, अहिले रिसर्च गर्न सक्नुहुन्छ कस्तो ठाउँबाट कहाँबाट चाहिँ मैले अप्लाई गर्दैछु भन्ने कुरा। नट नेसेसरीली यो भिडियो मार्फत भन्न खोजेको होइन कि प्रिमियर युरोमा नै आएर एप्लिकेसन गर्नुपर्छ भन्ने कुरा होइन, तर आफ्नो साइडबाट आफू अलिकति अलर्ट, आफू अलिकति अवेर हुन चाहिँ एकदमै नेसेसरी छ। यो चाहिँ जेन्युइन सजेसन्स हो। जो पनि जान चाहँदै हुनुहुन्छ युरोपमा कामको लागि भने तपाईँले आफ्नो साइडबाट प्रपर रिसर्च गरेर आउनुपर्छ। र थ्याङ्कफुली अहिलेसम्म जति पनि प्रिमियर युरोपबाट जानुभएको छ क्यान्डिडेट्स, वी हेभ नेभर ह्याड कम्प्लेन्स। र यदि केही प्रब्लम आइपरेको खण्डमा पनि डेफिनेटली वी विल बी देयर। क्यान्डिडेटलाई यहाँबाट उडाउँदासम्म मात्र नभएर उता पुगिसकेपछि पनि उहाँहरूको कन्ट्र्याक्ट पिरियड कति समयको लागि छ त्यसको लागि डेफिनेटली हामी रेस्पोन्सिबिलिटी लिन्छौँ है। यो भनिसक्दाखेरि अब अरू कुराहरू पनि म के मेन्सन गर्छु भने हामी जब आउनुहुन्छ अफिसमा आएर कन्सल्टेसन लिनुहुन्छ, हामीले तपाईँहरूलाई जेको पनि एभरेज टाइम पिरियड भनिदिने हो। लेट्स से कुनै कन्ट्रीको लागि कुरा गरौँ, क्रोएसियाको लागि 4 देखि 6 महिना भनेर भन्छौँ। सो यो भनेको एभरेज टाइम पिरियड हो। नट नेसेसरी कि यही टाइम फ्रेम जुन मैले मेन्सन गरे हुन्छु त्यही भित्र नै सबै काम हुन्छ भन्ने हुँदैन। 4 देखि 6 महिनाको टाइम फ्रेम दिएको हुन्छ, 3 महिनामा पनि काम भइरहेको छ र कहिलेकाहीँ 6 महिनाबाट 7 महिना पनि लाग्न सक्छ है। सो यो कुराहरूमा चाहिँ क्यान्डिडेट्सको साइडबाट हामीलाई के रिक्वायर्ड हुन्छ भने तपाईँहरूको एउटा पेसेन्स। अप्लाई गर्दै हुनुहुन्छ वैदेशिक रोजगारको लागि भने पेसेन्स एकदमै नेसेसरी हुन्छ। किन भन्दाखेरि यताबाट गर्ने काम डेफिनेटली हामी गर्छौँ, कहिले पनि डकुमेन्टेसनमा ल्याकिङ गर्दैनौँ र तपाईँहरूको डकुमेन्ट्स यताबाट मात्र बन्दैन। मेजर आउने डकुमेन्ट्स भनेको तपाईँ कुन कन्ट्रीमा अप्लाई गर्दै हुनुहुन्छ त्यताबाट आउँछ राइट। सो त्यो कारणले गर्दाखेरि त्यता पनि वर्कलोड हुन्छ, किनकि हामी जस्तो थुप्रै एजेन्सिजहरू हुनुहुन्छ र क्रोएसिया अरू कुनै कन्ट्रीले पनि धेरै मान्छेहरू हायर गर्नुहुन्छ फ्रम डिफ्रेन्ट कन्ट्रिज है। सो वर्कलोडको कारणले गर्दाखेरि कहिलेकाहीँ भनेको टाइमभन्दा अलिकति पर सर्न सक्छ। सो यो कुरामा तपाईँहरू फ्लेक्सिबल हुनपर्छ। यो कुरा तपाईँहरूले बुझ्न एकदमै नेसेसरी छ र म्यामले क्लियर गरिदिइहाल्नु भयो भिजा 100% ग्यारेन्टी हुँदैन। र यदि प्रिमियरसँग आएर तपाईँले एप्लिकेसन गर्नुहुन्छ भने तपाईँहरूले जुन पेमेन्टहरू गर्नुभएको छ त्यसमा कुनै पनि इन्सिक्योरिटी इट्स नट नेसेसरी। किनकि जे पनि हामीले भर्बली बोलिरहेको हुन्छौँ त्यो एउटा प्रपर एग्रिमेन्टमा तपाईँले ओके भएर साइन गरेर मात्रै हामी प्रक्रिया अगाडि बढाउने हो। सो यु अलवेज ह्याभ द्याट एग्रिमेन्ट एन्ड वी विल मुभ अकर्डिङ टु द्याट एग्रिमेन्ट। सो पछि गएर केही पनि समस्या आउँदैन। सो जेनरली यो नै छ है। धेरै इन्क्वायरिजहरू आइरहेको हुन्छ अनि
कम्प्लेन्ट्सहरू पनि आउँछ म्याम वाट्सएपमा रेस्पोन्सै आउँदैन अर्को भनेको कलै रिसिभ गर्नु भएको छैन डेफिनेटली हामी यहाँ छौँ तपाईँहरूलाई नै रेस्पोन्स गर्नको लागि बट देन समटाइम्स कामको कारणले केही व्यस्तताको कारणले गर्दाखेरि भइराखेको हुँदैन है सो यसमा तपाईँहरूले अन्डरस्ट्यान्ड गरिदिनु पऱ्यो अर्को भनेको हामी अफिस फिजिकली लोकेटेड छौँ ओल्ड एयरपोर्ट बिन अल्सेक होल्डिङ बिल्डिङमा यहाँ किन छौँ त तपाईँहरूलाई नै सजिलो होस् भन्ने हिसाब है सो तपाईँहरू आएर एनी टाइम अफिसमा आएर इन्क्वायरीहरू गर्न सक्नुहुन्छ टाइम मिलाएर आउनु होला आई गेस यो भिडियो हेल्पफुल नै भएको छ यस एन्ड अल्सो स्किलसँग रिलेटेड चाहिँ हामीसँग स्पेसली प्रिमियरमा आउँदाखेरि भेकेन्सी आयो तर इन्टरभ्यू फेस गर्नै पर्ने हो त अथवा वेयर हाउसको फ्याक्ट्री वर्करको अफकोर्स आउँछ तर आए पनि भोलि गएर तपाईँ जान खोज्दै हुनुहुन्छ युरोप उहाँ गएर ल्याङ्ग्वेजको इस्युजहरू हुन्छ इङ्ग्लिसको केस भयो अर्को भनेको तपाईँको इन्टरभ्यू फेस गर्ने केस इन्टरभ्यू फेस गर्नु भनेको तपाईँको कामसँग रिलेटेड प्लस ल्याङ्ग्वेजको इस्युज कस्तो छ त तपाईँ बोल्न सक्नुहुन्छ कि सक्नुहुन्न उहाँ गएर त डेफिनेटली हामीले नेपाली बोल्दैनौँ अथवा हिन्दी बोल्दैनौँ सो बुझ्ने के त इङ्ग्लिस ल्याङ्ग्वेज नै हो त सो इङ्ग्लिस स्किल छैन त्यसमा पनि सल्युसन हामीसँग हुन्छ इङ्ग्लिस छैन भने सल्युसन छैन स्किल छैन भने चाहिँ सल्युसन छ स्किल छैन भने हामी सिकाउन सकिन्छ सिक्न सकिन्छ अर्को कुरा हामी कम्पेरिटिभली अरू नेसनालिटीहरू भन्दा हामी अलिकति पछाडि किन छौँ किनभने म्याक्सिमम टाइम अल अफ हुन्छ नि हामी सबैजना जति पनि नेपालीहरू हुन्छौँ सबैजनाले खोज्ने भेकेन्सी के को त भन्दाखेरि वेयर हाउस कि फ्याक्ट्री वर्कर किन भन्दाखेरि ल्याङ्ग्वेज सिक्नु छैन एक अर्को स्किल सिक्नु छैन थाहा छ नेपालबाट आउँदाखेरि यहाँ अर्को डिफ्रेन्ट पोजिसनमा आउनु भएको हुन्छ नेपालमा डिफ्रेन्ट गर्नुभएको हुन्छ त्यो सँगसँगै तपाईँ कतिको फ्लेक्सिबल हुनुहुन्छ त भन्ने केसहरू पनि हो अब कतिवटा कन्ट्रीहरूमा त युरोपको तपाईँको पाकिस्तानी बङ्गलादेशी अरू नेसनालिटीहरू ब्यान्डै गरिदिइसक्यो अरू बाँकी बसेको भनेको अहिले कम्पेरिटिभली नेपाली भन्दा फिलिपिनोलाई जुनै कन्ट्रीमा पनि किन फोकस गरिरहन्छ त नेपालीलाई कम्पेयर गर्ने हो भने हाम्रैमा पनि कति धेरै कम्प्लेन आउँछ हजुरहरूको नेपालीलाई चाहिँ छैन खालि फिलिपिनोलाई वाइ भन्ने केसमा फिलिपिनोलाई किन छ त भन्दाखेरि फिलिपिनोहरू कम्पेयर गर्ने हो भने फार बेटर किनभने उनीहरू अति नै फ्लेक्सिबल हुन्छन् कामसँग लिएर उनीहरू ज्यादा डिमान्डिङ हुँदैनन् हाम्रो केसमा हामी आफै एज अ नेपाली हामी कस्तो हुन्छौँ डिमान्डिङ एक हुन्छौँ स्किल नभए पनि त्यो चिजमा हामीलाई अपग्रेड होस् भन्ने चाहना सबैको हुन्छ सो मेन थिङ भनेको चाहिँ कस्तो भन्दाखेरि भाषा छ भने तपाईँ वेटरमा काम गर्नुभएको छैन तर म गर्छु भनेर तपाईँले गुगल गर्नुहुन्छ युट्युब हेर्नुहुन्छ त्यसरी पनि आफूलाई चाहिँ अलिकति बनाउन सक्नुहुन्छ कि तर ल्याङ्ग्वेज छैन भनेपछि त हजुरले आफ्नो कसरी चाहिँ एक्सप्लेन गर्नुहुन्छ त काम आउँदैन तर आउँछ भन्ने बनाउनुलाई कसरी त तपाईँले वेटरमा जाँदै हुन्छ तपाईँले भर्खरै काम देखाउनु पर्दैन हेरेर भर्खरै उसलाई इन्टरभ्यूमा देखाउनु पर्दैन तर बोल्दाखेरि कतिको स्मार्टली बोल्न सक्नुहुन्छ त कसरी कुरा घुमाउन सक्नुहुन्छ एट द एन्ड प्लान गर्नु नै भएको छ युरोप जाने नै सोच्नु भएको छ भनेदेखि अलिकति एफोर्ट लगाउनु पऱ्यो आफ्नो साइडबाट पनि त्यही नै हो यस एक्ज्याक्टली म्यामले जुन यो प्रसङ्ग एड गर्नुभएको छ एकदमै इम्पोर्टेन्ट किनकि क्यान्डिडेट्सहरू कति आउनुहुन्छ अनि इन्टरभ्यू नभएको डिमान्ड छैन कुनै हुन्छ नि यहाँबाट चाहिँ के बुझ्न सक्छौँ भने हामी अलिकति इजी तरिकाले अगाडि बढ्न चाहन्छौँ जुन पाउँदैनौँ है सो अनेस्टली ब्रुटली भन्नुपर्दा र कतिपय क्यान्डिडेट्सहरू आउनुहुन्छ जो विलिङ पनि हुनुहुन्छ तर उहाँहरू काहीँ न काहीँ ल्याकिङ हुनुहुन्छ सो एकदमै ल्याकिङ भएको क्यान्डिडेट्सलाई पनि हामीले आउने बित्तिकै एप्लिकेसन दिन सक्दैनौँ किनकि सर्टेन डिमान्ड्सहरू हुन्छ एकदमै स्ट्रिक्ट क्राइटेरिया हुन्छ त्यही भएर नै हामी अनफर्चुनेटली नेपाली नेसनालिटी भन्दा अरू नेसनालिटीलाई प्रिफर गर्नुहुन्छ किनकि उहाँहरू विलिङ मात्र होइन कि उहाँहरूले त्यो एक्सन पनि लिनुहुन्छ है सो त्यो कारणले गर्दाखेरि आफ्नो साइडबाट कि त स्किल्स हुन पऱ्यो कि त डेफिनेटली ल्याङ्ग्वेज हुन पऱ्यो है सो यो दुइटै छैन म इजी डिमान्ड खोज्छु इन्टरभ्यू नहुने डिमान्ड खोज्छु भनेको द्याट इज अ वेस्ट अफ टाइम है सो त्यसको सट्टा के गर्न सकिन्छ त इजी डिमान्ड होइन नेक्स्ट टाइम जब डिमान्ड आउँछ त्यसको लागि म प्रिपेयर गर्छु अहिलेबाट नै भनेर त्यो एउटा चाहिँ हुन पर्यो हामी सबैमा यो चाहिँ एकदमै ल्याकिङ देखेका छौँ हामीले यो फेस गरेको कुराहरू पनि हो सो क्यान्डिडेट्सहरू जतिले पनि अहिले भिडियो हेर्दै हुनुहुन्छ कहीँ कतै केही ल्याकिङ छ भने प्लिज स्टार्ट वर्किङ आउट अन द्याट किनकि अब उता गएपछि डेफिनेटली म्यामले भन्नुभएको जस्तै नेपाली अथवा हिन्दी चल्दैन है अथवा कुनै कन्ट्री क्रोएसिया जानुहुन्छ रोमानिया जानुहुन्छ त्यहाँको ल्याङ्ग्वेज हामीलाई आउँदैन सो बोल्ने माध्यम भनेको इङ्ग्लिस हो सो इङ्ग्लिसको माध्यमबाट नै तपाईँले कम्युनिकेट गर्नुहुन्छ सो त्यसमा थोरै वर्कआउट गर्नु पऱ्यो फ्लेक्सिबल हुन पऱ्यो क्यान्डिडेट्सहरू धेरै चुजी हुनु भएन अप्सन उसै पनि हामीसँग लिमिटेड छ त्यो लिमिटेड अप्सनभित्र पनि अझ चुजी चाहिँ हुन भएन सो यदि सोच्नु भएको छ वैदेशिक रोजगारको लागि जानको लागि भने हामी त जहिले पनि छौँ यहाँ तपाईँहरूलाई हेल्प गर्नको लागि
आई गेस द्याट्स इट म्याम। अनि अर्को कुरा अझै एड गर्छु। हजुर। कस्तो भन्दाखेरि यो बेसिस जति पनि इन्फर्मेसन दियो अफकोर्स यो प्रिमियरको बेस प्रिमियरभित्र प्रिमियरले कसरी चाहिँ काम गरिरहेको छ र प्रिमियरको कल्चर चाहिँ कस्तो छ वर्कसँग रिलेटेड त्यो बेसिस मात्र हो। सो यो चिजले गर्दाखेरि अरू एजेन्सीलाई हुन्छ नि अरू एजेन्सी पनि यस्तै हुनुपर्छ अथवा अरू एजेन्सीबाट पनि हजुरले यस्तो खालको चाहिँ एक्सपेक्टेसन गर्नु भएन है। यो चाहिँ कस्तो हुन्छ भने हामीले न अरू एजेन्सीलाई तल देखाएर आफ्नो माथि हुन खोज्या हो न क्यान्डिडेटलाई जो कोही पनि जान चाहनुहुन्छ उहाँहरूलाई तल देखाएर आफ्नो माथि हुन खोजेको। हामी यहाँ किन छौँ हामी तपाईँहरूलाई पठाउनलाई नै छौँ। त्यो भइसकेपछि जति सक्दो क्यान्डिडेट यहाँ आउनुहुन्छ भने चाहिँ सबैलाई पठाउने नै हो पठाउनै खोज्छौँ। तर त्यो सँगसँगै हामीलाई स्किलै छैन भनेदेखि त तपाईँको एक्सपेक्टेसन पनि मिट भएन। वेस्ट अफ एक्सपेक्टेसन वेस्ट अफ मनी वेस्ट अफ टाइम। सो मनीसम्म त पुग्दैन हजुर इलिजिबल हुनुहुन्न भने त होइन तर पनि टाइम पनि भयो नि त। वेस्ट अफ टाइम वेस्ट अफकोर्स वेस्ट गर्नलाई त कसैसँग टाइमै छैन। सो त्यही नै हो ओभरअल कुराहरू र इन्फर्मेसनहरू। आई होप यो भिडियो चाहिँ तपाईँहरूलाई अलिकति हेल्पफुल भयो होला। फर्दर पनि पछि केही तपाईँहरूको क्वेरिजहरू छ भने हामीले जति पनि सोसियल मिडियामा रिसिभ गर्छौँ त्यो क्वेरिजहरूलाई लिएर डेफिनेटली भिडियोहरू बनाउनेछौँ। सो अहिलेको लागि इफ इन्ट्रेस्टेड हुनुहुन्छ ल्याङ्ग्वेज इज मस्ट ल्याङ्ग्वेज एकदमै नेसेसरी छ। सर्टेन स्किल्स हुनुपर्छ। आउनुहोस् प्रिमियरमा आएर एप्लिकेसन गर्नुहोस् कन्सल्टेसन लिनुहोस्। यदि ओके हुनुहुन्छ सबै सिस्टमहरू ओके लागेको छ तपाईँलाई प्रिमियरको भने तपाईँहरूले हामीसँग एप्लिकेसन गर्न सक्नुहुन्छ। That's it for today. That's it for today and thank you for watching. Thank you so much.